साथीहरू नमस्कार। आज मैले शब्दकोशको प्रयोग कसरी गर्ने भन्ने विषय लिएर आएको छु। शब्दकोशमा शब्दहरूको एउटा क्रम हुन्छ। क्रम भनेको अर्डर है, सबै छासमिस बनाएर दिएको हुँदैन। तिनीहरूको चाहिँ निश्चित एउटा क्रम हुन्छ। त्यो क्रम नै शब्दकोशको एउटा स्ट्यान्डर्ड क्रम हो त्यो है। त्यो क्रम जब मान्छेले बुझ्छ नि, विद्यार्थी अथवा जो कोहीले, त्यसपछि उसलाई शब्दहरू पत्ता लगाउनलाई सजिलो हुन्छ। शब्दहरूलाई पत्ता लगाउनलाई सजिलो हुन्छ र यो शब्दहरू पत्ता लगाउन सजिलो होस् भन्ने हिसाबले नै नेपाली विषयभित्र पनि शब्दकोशका शब्दहरू पत्ता लगाउन सजिलो होस्, उनीहरूले जानुन्, शब्दकोशको महत्त्व बुझुन्। यो उद्देश्यलाई पुरा गर्नको लागि यहाँ चाहिँ शब्दकोशको प्रयोग भन्ने एउटा च्याप्टर अथवा युनिट राखिएको हो है। यो चाहिँ यसको उद्देश्य यो। अब यसबाट हामीले के फाइदा हुन्छ, के हुन्छ, यो कुरा मैले अगाडि गरिसकेको छु। अब शब्दकोशको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरूको कुरा गरौँ। जस्तो कि अङ्ग्रेजी भाषामा ABCD को जुन क्रम हुन्छ, राखिएको हुन्छ, शब्दहरू मिलाएर राखिएको हुन्छ। हामीले डिक्सनरी हेऱ्यौँ भनेदेखि जस्तो कि एबाट एप्पल, बल, क्याट, यिनीहरूको क्रमसँग आएको हुन्छ यो क्रममा है। अब नेपालीको पनि यही नै हो हुन त। जस्तो कि सबैभन्दा पहिले स्वर वर्णको कुरा आउँछ, त्यसपछि व्यञ्जन वर्णको क्रम आउँछ, यसको अर्डर हुन्छ। अब स्वर वर्णमा पनि जस्तो कि अ, आ, इ, ई, उ, ऊ, रि, ए, ऐ, ओ, औ, अम, अह जुन छन् नि हाम्रो स्वर वर्णको स्वर वर्णहरू, तिनीहरूलाई पनि शब्दकोशमा कसरी राखिएको हुन्छ भन्दाखेरि सबैभन्दा पहिले अको पनि चन्द्रबिन्दुवाला है, जस्तै अँगार भनिन्छ नि, चन्द्रबिन्दु दिएको होला। त्यसपछि चन्द्रबिन्दुको शब्दहरू सकिसकेपछि शिरबिन्दुवाला माथि है, वर्णको माथि शिरमा बिन्दु दिएको हुन्छ, जुन त्यो छ अंश भन्दाखेरि माथि आएको अको माथि थोप्लो छ नि, त्योवाला है। त्यसपछि चाहिँ दबास बिन्दु पछाडि दुईवटा थोप्लोवाला विसर्ग जस्तो त्योवाला हो। यो चाहिँ यो क्रममा आएको हुन्छ। त्यसपछि बल्ल मात्रै चन्द्रबिन्दु, शिरबिन्दु, अनि त्यसपछि चाहिँ विसर्ग वा दबास बिन्दु, यो सिधेसकेपछि बल्ल अको पालो आउँछ है। अनि अपछि आको पालो आउँछ, त्यसपछि रस्व इ, दीर्घ इ, रस्व उ, दीर्घ उ, अनि त्यसपछि रि, ए, ऐ, ओ, औ। अब अम, अह अगाडि आइसक्यो है। यो क्रमले चाहिँ स्वर वर्णको का अक्षरहरू मतलब त्यो शब्दहरू राखिएको हुन्छ है। स्वर वर्णको कुरो सिद्धियो। अब त्यसपछि अब व्यञ्जन वर्णको जुन कुरा आउँछ, व्यञ्जन वर्णमा पनि अब क, का, कि यो त छँदैछ है। जुन यो मात्रा अनुसार वर्णहरूको यहाँ मैले त्यही अनुसार राखेको छु। क भन्दाखेरि अको आयो, का भन्दाखेरि आ आयो, कि भन्दा रस्व कि, दीर्घ कि, उ भन्दाखेरि कु आएको छ, दीर्घ कु भन्दाखेरि त्यो उकार दीर्घ उकार छ, रि भन्दाखेरि त्यो क्रि भन्दाखेरि रिको कुरा आउँछ, के भन्दा क प्लस ए, कै भन्दा क प्लस है, को भन्दा क प्लस हो, कौ भन्दा क प्लस हो। यो त छ नै है। यो यति बुझिसकेपछि हामीलाई अलिक सजिलो हुन्छ। यसमा पनि त्यही हो। फेरि अब सबैभन्दा पहिले कको चन्द्रबिन्दुवाला आउँछ, त्यसपछि माथि थोप्लोवाला है, त्यो चाहिँ शिरबिन्दुवाला, अनि दबास बिन्दुवाला, अनि बल्ल कको पाला आउँछ है। त्यसपछि बल्ल क अनि का कि हुँदै हुँदै यो चाहिँ कौसम्म जान्छ। यसको पनि त्यही अनुसार हुन्छ। अब त्यसपछि कौ पछि क्य, क्र, क्ल, क्व है, यो क्रममा आउँछ। अनि त्यसपछि क स बाट बनेको हो नि त यो त, क्ष जुन छ, क्ष क्षेत्री क्ष, यो जुन छ यो वर्ण चाहिँ यही ककै लाइनमा आउँछ। यो कुरो बुझ्नुपर्छ है, यहाँनिर अल्म लिन सकिन्छ। अब क्षको पनि चन्द्रबिन्दुवाला पहिले, त्यसपछि अघिको जुन माथि छ नि शिरबिन्दुवाला, त्यस दबास बिन्दुवाला, अनि बल्ल क्षको पाला आउँछ। त्यसपछि अघिकै माथिकै क्रमअनुसार यो अगाडि बढ्छ है त। अनि खको पालो आयो, खमा पनि त्यही हो, गमा पनि त्यही हो, घमा त्यही हो। अब त्यसपछि एवं क्रमले, एवं रीतले जाँदाखेरि जको कुरा गरौँ। अब जमा पुगिसकेपछि अलिकति यसमा पनि ध्यान दिनुपर्ने कुरा छ। जको पनि त्यही हो हुन त। जुन चन्द्रबिन्दु, शिरबिन्दु यो हुँदै जान्छ है, ज, जा, जी, जी, जुजु, जे, जे यो हुँदै नै जान्छ। गइसकेपछि जौ पछि यसको ज र यको जुन क्रम आउँछ, त्यसमा चाहिँ ज्ञ शब्द राखिएको हुन्छ। ज्ञबाट बनेका शब्दहरू जुन छन्, ज्ञबाट सुरु भएका शब्दहरू जस्तो ज्ञानहरू लगायतका शब्दहरू, त्यो चाहिँ जको लाइनमा आउँछ र यो क्रममा आउँछ है। जय ज्ञ भयो नि त है, यो क्रममा आउँछ। त्यसपछि फेरि यसमा पनि फेरि
अब यसमा पनि ज्ञको क्रम त सुरु भयो, ज्ञमा पनि फेरि चन्द्रबिन्दु शिरबिन्दु यो हुँदै हुँदै अनि ज्ञ बल्ल चाहिँ सुरु हुन्छ, यो ज्ञ यहाँ आउँछ। अब हामीले ज्ञलाई जको लाइनमा अनि क्षलाई उसको कको लाइनमा हामीले सम्झिनु पर्यो है। त्यसपछि हाम्रो अगाडि बढ्दै जाने क्रममा चाहिँ ज हुँदै गइसकेपछि च छ ज झ हुँदै क्रम अगाडि बढ्दै गइसकेपछि जुन तको कुरा आउँछ, तमा पनि चन्द्रबिन्दु यो क्रम त छँदै नै छ। यो क्रम अगाडि बढ्दै गइसकेपछि त्यो पछि चाहिँ त र र त्र है, य र लवको जुन क्रम छ पछाडिपट्टि य पछि त र त्र हुन्छ नि, त्यो त्रवाला चाहिँ यहाँ आउँछ, तको लाइनमा आउँछ। अनि त्रमा पनि फेरि चन्द्रबिन्दु शिरबिन्दु हुँदै हुँदै त्र सुरु हुन्छ। यसरी शब्दकोशमा शब्दहरू कसरी राखिएको हुन्छ, यिनीहरूको अर्डर कस्तो हुन्छ, यिनीहरूलाई कुन हिसाबले राखिएको हुन्छ पत्ता लगाउनलाई यो सजिलो विधि हो। यो यसरी गर्नुपर्छ। परीक्षामा भने यसै गरिकन शब्दहरू दिएको हुन्छ र ती शब्दहरूलाई कुन अगाडि कुन त्यसपछि यो यसको क्रम चाहिँ हामीले छुट्याउनुपर्छ है त। मैले यहाँ अभ्यासको लागि केही प्रश्नहरू राखेको छु र यसबाट केही थप स्पष्ट पार्ने प्रयास गर्दैछु। दिएका शब्दहरूलाई शब्दकोशको क्रममा लेख्नुहोस्। प्रश्न यसरी आउँछ, जस्तो कि क नम्बरमा कृष्ण, कपडा, क्षति, कंश, मस्तक, क्रम, शारीरिक यति शब्दहरू। परीक्षामा चाहिँ मैले सबभन्दा तल दिएकोवाला चाहिँ 4वटा शब्द दिने परीक्षाको क्रम हो। यो चाहिँ किताबमा दिएका प्रश्नहरूलाई मैले हल गरेको। अब यी शब्दहरू यसो हेरौँ त, जस्तो कि यहाँ सबै व्यञ्जन वर्णहरूबाट सुरु भएका शब्दहरू छन्। अब यहाँ व्यञ्जन वर्णकोमा जानु पऱ्यो, अ आइको पट्टि हामी जानु परेन होइन त। अब चन्द्रबिन्दुको कुरा छैन यसमा, शिरबिन्दुको कुरा छ, त्यसपछि श्रीबिन्दुको क्रम आउँछ। यो क्रम हेर्नुपर्छ है। अब त्यसो भएको भएर कंश पहिले आउँछ, त्यसमा कुनै शङ्कै छैन। अब कको कुरा गर्नुपर्दाखेरि त्यसपछि कपडा यो पनि छ है, सेकेन्डमा यो आयो। त्यसपछि क्री है, त्यसपछि क्री भन्ने चाहिँ क पछि क्री, क प्लस री हो। यो अ आइको री, यो कृष्णको नै आउने भयो। त्यसपछि क र हो। यो अघि क री स्वर वर्णको त्यसमा चाहिँ थियो, जोडिएको थियो भने यो चाहिँ क प्लस र हो। यो क्र यो चाहिँ त्यसपछि आयो। अब क्षति भन्दाखेरि यो पनि ककै लाइनमा आउँछ है, यसलाई ककै लाइनमा राख्नुपर्छ। क स यो स हो। अब क र क्र भयो, क स भन्दाखेरि त र पछि स आउने भयो नि त होइन। त्यसो भएर क्षति चाहिँ पछाडि आयो है। यो कृष्ण, क्रम र क्षति यी तीनटाको चाहिँ मतलब क्रम किन कसरी रह्यो भन्नेमा पनि झुकिन सक्छ। कृष्ण भन्दा क प्लस री हो। यो री त अगाडि आउँछ, क्री त, त्यसपछि क र त्यसपछि आउने भयो क स, र पछि स आउने भयो। त्यसपछि म आउँछ, त्यसपछि स आउँछ। यो त क्रम हुने नै भएको है त। त्यसपछि ऐश्वर्य एउटा, यिनीहरूको कुरा गरौँ। अब यसमा हेरौँ, जस्तो कि चन्द्रबिन्दुवाला आँधी छ, यसलाई अगाडि राख्नु पऱ्यो, यसमा कुनै झुकिनुपर्ने कुरै छैन है। त्यसपछि आ भइसकेपछि आँधी चन्द्रबिन्दुवाला भइसकेपछि आफू, यो बिना चन्द्रबिन्दुवाला त्यसपछि आउँछ, आ आउँछ। त्यसपछि यसमा त सिरियली दिएको छ, स्वरवर्णबाट भएका शब्दहरू छन्। त्यसपछि ईको पालो आयो, अ आ ईको पालो आउँछ, स्वर दीर्घ भए पनि जे भए पनि ईको पालो आयो। त्यसपछि उको पालो आउँछ, उमा पनि दुईवटा, अब उर्लन, त्यसपछि ऊर्जा। अब उर्लनमा रस्व छ, पहिले रस्वको पालो आउँछ, त्यसपछि बल्ल दीर्घको पालो आउँछ। ऊर्जा त्यसपछि दीर्घको भएको भएर त्यस सेकेन्डमा त्यसको आयो है त, त्यो भयो। त्यसपछि एउटा ऐश्वर्य ए छ, त्यसपछि बल्ल ऐ छ एउटा, त्यसपछि ऐश्वर्य। यो चाहिँ यसरी क्रममा जान्छ है। अब ग नम्बरमा हेरौँ, मृत्यु, व्यवहार यिनीहरू छन्। अब यहाँ यसो हेर्दाखेरि कको छैन, यहाँ यो पनि सबै व्यञ्जन वर्णबाट बनेका शब्दहरू छन्। अब कको छैन, खको छैन, ग घ ङ च छ। अब हेर्दै जाउँ, ज्ञ भनेको जको लाइनको हो, यो बिर्सिनु हुँदैन है, यो लास्टमा होइन। यो हामीले लेख्दाखेरि अन्तिममा आउने हो, तर यो शब्दकोशको क्रममा यसलाई चाहिँ जको लाइनमा राखिएको छ। त्यसको कारण के हो यो मैले विस्तृत रूपमा भनिसकेको छु। यो जको लाइनमा आउँछ, त्यसले गर्दाखेरि ज्ञान चाहिँ यहाँ आयो है। ज पछि च छ ज झ य ट ठ ड ढ ण त बल्ल त, तको हेर्दाखेरि तिम्रो आउँछ, त्यसपछि ज्ञान पछि तिम्रो त थ द। अब तकैमा
अब यसो हेर्दाखेरि त्रास पनि छ, बाट बनेको हो नि त, यो त त्रास। तिम्रो पछि त्रासको कुरा आउने भयो है। त पछि थ द ध न प फ ब भ म, मा है, मानसिक मवाला त्यसपछि आउँछ है। त्यसपछि ममा पनि जस्तो कि मानसिक, मूल, मृत्यु होइन त। अब मानसिक मा आकार आयो नि त यो है। म मा मी मी मु मु मेमै यो क्रमले जाने हो नि त है। म छैन, मा छ, मा मी मी मो, त्यसपछि बल्ल मोल आउँछ, मानसिक अनि मोल है। दीर्घ मो पछि बल्ल रिवाला आउने हो नि त, मृवाला त, म प्लस रि हो यो, अआइको रि। त्यसो भएर मृत्यु त्यसपछि आउँछ र व्यवहार त यो त सजिलै भइगयो, अन्तिममा व्यवहार भन्ने आउँछ है। अब घमा जाउँ, उपहार अचानो जुन राखिएको छ, अँध्यारो उपेक्षा आदि उपकार ओठ भन्नेमा। अब यहाँ पनि यसो हेर्दाखेरि चन्द्रबिन्दुकै पहिले चाहिँ चेक गर्नुपर्छ है। अँध्यारो भन्ने छ, त्यसपछि बल्ल आदिको अपछि आ आउने हो, यसमा चाहिँ हामी झुकिनु हुँदैन। पहिले चाहिँ अँध्यारो भन्ने आउँछ है, चन्द्रबिन्दुवाला। त्यसपछि अकै कुरा गर्नु पर्दाखेरि यहाँ अर्को पनि शब्द छ अचानो भन्ने, यो सेकेन्डमा आउँछ, अँध्यारो अचानो। त्यसपछि आको पाली आयो, आधी आउँछ, आमा आधी छ, यो पनि तेस्रोमा परेको। अ आ इ उ, इ छैन त्यहाँनिर, आएकै छैन शब्द, नआएपछि हामी अगाडि बढ्नुपर्छ। अनि उको पाली आउँछ, उपकार, उपहार, उपेक्षा, तिनवटा उवाला छन्। अब तिनटैको हेरौँ, तिनटैमा उप सेकेन्डसम्म छन् है। उपकार, उपहार, उपेक्षा। अब यो एवाला छ, यसको त पछि नै आउने भइगयो है। उपे है, पपा पिपी पुपु पे भनेपछि यो पे पछि जान्छ। यो तिनवटा उपवालामा पनि तिनवटामा थर्डमा जाने भयो होइन त। अब उपकार र उपहारमा पनि उप छ, त्यसमा क छ, त्यसमा ह छ भनेपछि क पहिले आउँछ, त्यसले गर्दा उपकार चाहिँ यसमा राखियो, अगाडिपट्टि राखियो है त। त्यसपछि उपहार हो, त्यसपछि अनि पको ठाउँमा पे भन्ने त त्यसपछि हुने नै भइगयो। अनि उपेक्षा, अनि उको पाली सिधिसकेपछि आ इ उ है, उ दीर्घ उ ए ऐ ओ, अनि त्यसपछि बल्ल ओको पाली आउँछ, अनि ओड चाहिँ पछाडि पर्यो है त। यो क्रमले जान्छ। अब मैले प्रश्नपत्रमा आएका 2 नम्बरको यहाँ राखिएको छु, यसको अङ्कभार 2 हुन्छ। अब व्यवहार, अंश, त्रास, ज्ञान भन्ने जुन छ, त्यसमा यसो हेर्दाखेरि यसो हेरौँ त, व्य भन्दाखेरि यो त पछाडि आउँछ होइन। त्यसपछि अंश यो छ, त्र भनेको तबाट सुरु हुने भयो, ज्ञान भनेको जबाट हुने भयो। यसो हेर्दाखेरि अंश त पहिले आउँछ यता, सबैभन्दा पहिले आउँछ। त्यसपछि त भन्दा ज पहिले आउँछ है, ज पहिले आउनुको मतलब ज्ञान आउने भयो। त्यसपछि त आउने भयो, अनि व्यवहार त लास्टमा जाने भयो, यो त भइ नै गयो। यसरी छर्लङ्ग हुनुपर्छ के, क्लियर हुनुपर्छ। यसमा जोकिने गर्ने कुनै त्यस्तो राख्नु हुँदैन। एकपटक राम्रोसँगले पढ्यो भनेदेखि यो गाह्रो छैन। अर्को पनि एकचोटि हेरौँ, काँचो, त्रिवेणी, जीवन, ज्ञानवर्धक है। अब यहाँनिर यसो हेर्दाखेरि अब अ आइको कुरा छैन, व्यञ्जन वर्णको कुरो छ, क ख ग। यसो हेर्दाखेरि कहाँ भन्ने छ, कको लाइनकै छ, काँचो राख्नु परि नै गयो। त्यसपछि जको त्रिवेणी भने त भन्दा पहिले ज नै, जभन्दा पहिले त नै आउँछ होइन। त थ द ध हुँदै गइसकेपछि तको के भन्छ, त्रिवेणी भन्दा पहिले जीवनकै कुरा आउँछ, जीवन भन्ने भयो है। अनि त्यसपछि बल्ल चाहिँ ज्ञानवर्धक जको पाली आउँछ, जकै लाइनमा जीवन उपयोगी। त्यसपछि ज्ञानवर्धक भनेको ज नै हो, ज्ञानवर्धकै भइगयो। अनि अन्तिममा त चाहिँ त्रिवेणी हुन्छ। यसरी चाहिँ शब्दहरूलाई क्रमैसँग राखिएको हुन्छ। त्यो कुरा चाहिँ हामीले भुल्नु हुँदैन, मिलाउनु पर्छ। यति भन्दै म यो आजको भिडियो सामग्रीबाट यहाँहरूबाट बिदा चाहन्छु र यस्तै अन्य व्याकरणसँग, साहित्यसँग सम्बन्धित सामग्रीहरू लिएर म आगामी अङ्कमा यहाँहरू समक्ष हाजिर हुनेछु। यो भिडियोलाई मन परेदेखि लाइक, कमेन्ट र सेयर गर्नुहोला भन्दै आजलाई बिदा चाहन्छु। हस्त, नमस्कार, धन्यवाद।